नमस्ते हेलो खोइ चाउचाउ त छुएन सो त नानीहरू चिकन पाएपछि त सबजना चिकन हो मोमो खोइ त देख्दो रहेन यार के हो यार खोइ म हेर न म चाटिरहेको छ अझै Cheers. खोला तर्दै तर्दै जम्पिङ जम्पिङ ला म चाटौँ भनेको त अर्कोले चाटिसक्यो खोला लाग्छ मेने ल ल ल ल आज गिर जान्छ ल हेलो वेलकम ब्याक टु वन्स अगेन माय युट्युब च्यानल आज चाहिँ हामी मामाले चाहिँ स्या अन्त क्या आज चाहिँ हामी चाहिँ सुन्दरी जल जान लाग्यो होइन के भन्छ हाइकिङ भन्छ कि घुम्नु भन्छ त्यही गर्नु जान लाग्यो कि त्यही भएर चाहिँ बस्न छु अब हामी जाँदैछ फाइनली अन्त पुगेर देखाउने छु हजुरहरूलाई के कस्तो हुन्छ आजको दिनमा होइन हामी चाहिँ फाइनली बसबाट झऱ्यौँ होइन सामान बोक्दै हुनुहुन्छ अब के हो टलकै टल्किँदो रहेछ नि सेतै मामा यतिकै राम्रो मान्छे कस्तो टल्केको अघि त अहिले चाहिँ काला रे क्या फाइनली हामी चाहिँ खोलाको छेउ पनि आइसक्यौँ देख्न सक्नुहुन्छ मुनि मुनि खोलाहरू हामी चाहिँ खोलाको माथि माथि हेर्नु होला गाइजहरू यिनीहरूको पारा उकालोमा स्टार्ट भयो हाम्रो यात्रा फाइनली हामी चाहिँ खोइ गेट हो कि के हो यार फाइनली होइन हो हेर्नु होला फाइनली यस्तो देखिरहेछ हामी कहाँ पुग्यौँ पसिना हो यो दिन पसिना मुख धोएर हेर यसको पसिना होइन यो मुख धोएर है मुख धोएर वाउ खोला हेर्नु होला हिँड्दा हिँड्दा थाकिसक्यो हामी हे भगवान् अब मेरो ह्याङ्की छोडेछ क्या रुममा बिर्सेर भदाइको ह्याङ्की युज गर्दा हिँडेको छु यिनीहरू हेर्नु होला खोइ मेरो अनुहार हेरौँ त कस्तो रहेछ वाउ खोला यहाँ हिँड्न नसकेर हेर्नु होला पारा यस्तो छ फुल ब्लगै हाल्छु मैले यस्तो 1300 पाले चाहिँ कहाँ मिनी ब्लग हाल्नु यस्तो हिँड्न नसक्ने मान्छे किन हिँडेको हुन् अलि रन गर्नु पर्यो थाक्ने यार है जति हिँड्नु म त सक्छु होला जस्तो लागेको थियो उस मरे आमा यात्रा कस्तो हुँदैछ इन्टरभ्यू लिनु पर्यो यात्रा कस्तो भइरहेको मामा लजाउनुहुन्छ क्या हाम्रो मामा फेरि लजाउटै टाइपको हुनुहुन्छ के अरे मामा सेक्वाको हरहर बाँच्न गर्छ मामालाई घरि के को बाँच्न उस किन किन थाकिसकेँ यार
नमस्ते नमस्ते हेलो आयो मुने मगामी छ उई संस्कारी मान्छेले नमस्ते भन्छ नि यिनीहरू त चुपचाप हिँड्छ नि खोइ उस मामा थकित अवस्थामा हुनुहुन्छ टुरिस्टहरू हिँड्दै हुनुहुन्छ यहाँ यहाँ चाहिँ राम्रो आयो भिडियो चाहिँ भयो नि जम्पिङ जम्पिङ कहाँ गर्नुभयो खै कसको आयो आउनु चाहिँ आयो चिया चिया हामी चाहिँ कतिजना 1 2 3 4 5 6 जना टोटल 6 जना छौँ भन ओह्रालो लाग्यो अब त ठुलो खोला र सानो खोला पो आयो क्या सानो छ त ऊ फाइनली हामी चाहिँ बसबाट झरेर अब हिँड्यौँ है कहाँ हिँडेको रे हामी त ओख्रेनी पो हिँडेको रे हो पहिले सिन्धरी होइन सुन्दरी जल भनेको थियो अहिले फेरि ओख्रेनीमा चेन्ज भयो यस्तै हो हाम्रो होइन पारा अब 15-20 मिनट हिँड्नै हुन्छ 15 कि आधा आधा भन्दैछ अहिले आधी घन्टा हिँड्नु पर्ने रे फेरि हेर्नु होला यहाँ मान्छेहरू तपाईँलाई त एरोप्लेन लिएर आउनु पर्ने रहेछ सँगसँगै हो नि त मामा यो मान्छेलाई हिँड्नु अल्छी लाग्यो रे कोही कोही बाइक लिएर आउनु होला उही मामालाई चाहिँ दामी पर्फेक्ट देखिरहेको छ क्या आज यो ब्यागमा होइन ऊ हेर त टक्क लाएर उस यस्तो गाह्रो भयो हिँड्नु तेर्सो बाटो पनि यार है ओ अघिको बाटो सिधै छुट्टिने बाटो छुट्यो भने आउँथ्यौँ र हामी भित्रभित्र होला तलको बाटो त होइन भित्रै होला तर बाटो चाहिँ राम्रो क्या त्यो कसले भन्यो हेर्नु त्यो पर कस्तो है के को खेती हो त्यहाँ धेरै तर आकाशको सिन चाहिँ राम्रो छ है अनि स्कुलमा त भइहाल्छ नि है साथीहरू आज चाहिँ हामी सकेनौँ बिहानदेखि 7 बजीदेखि हिँडेको मान्छे अहिले 12-1 बजीसम्म लोकेसनमा पुगेको छैन कस्तो राम्रो क्या सिन चाहिँ होइन सिन चाहिँ राम्रो छ मकै भात मान्छेको मकै कसरी भात सिन चाहिँ राम्रो छ मान्छे चाहिँ राम्रो छैन राम्रो छ मान्छे चाहिँ कागकाली भइसक्यो हामीले डरेर खोर 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 लाला चाहिँ मेने ल ल ल ल आज गिरी जान्छ ल खोर खोर मरि जान्छ त ल खोर 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 तेर्सो हाला तेर्सो हाला आज माले तारे हो सुन न फाइनली हामी पनि अब डेस्टिनेसनमा पुग्नु लाग्यो एकदम कता हो बाटो फेरि अब माथि हेरेर देखाइरहेको छ यार माथि हिँड न यिनीहरूको आँखै छैन भन्ने रे के अब चाहिँ हामी चाहिँ पाङसाङ झर्न पुग्नु लाग्यौँ रे यहाँ हेर्नु होला हिँडेको गरेर पनि हो का के को लोकेसन चेन्ज गऱ्यौँ हामीले अनि हामी कहाँ पो हिँडेको रे पहिला ए पहिला त हामी सुन्दरी जल हिँडेको सुन्दरीजल अनि अहिले अन्त हिँड्दा हिँड्दै फेरि ओख्रेनी हिँडेको रे हो ओख्रेनी त होइन त्यो पाङसाङ झर्न ल पुग्ने अनि खाने गमको गम भयो जति सबै सक्ने मामा के छ सबै झिकिहालौँ अहिले एकछिन गएँ खोला तर्नु नि
सकेनन् क्या के हो अँध्यारो देख्छ त यहाँ झर्ना त झर्नाको नामै बिर्सिन्छु होइन हामी जाँदै जाँदै गरेको झर्ना चाहिँ खोइ सम्पान के झर्ना रे यस्तो बाटो रहेछ हेर्नु होला यहाँ त बागाएर खा पनि चाल पाउँदैन यार उस हो यस्तो बाटो हाम्रो हालत यस्तो छ हालत ल मामाको यहाँ पोछ खोला तर्दै तर्दै खुइ पार फाइनली पुग्न आँटेको जस्तो लाग्यो अब चाहिँ हो ओ आयो 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 यहाँ कहाँ खानु त आएछ यार गाइज आयो गाइज आयो यहाँ कसरी खानु अब यार बस्ने ठाउँ होला बिचरालाई भोक पनि लागेको होला यसलाई पनि ए मामा पापी हेर्नु न हुँदैन त ल जिउँदै जिउँदै हो अन्डा 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 किन टलक्क टल्किएको यार मने यतै बस्छु बरबर म यहीँ बस्नु न सँगै म भिडियो गर्नु लागेको अब गर्छ यस्तो ठाउँमा सिजर पेपर मामा त्यस्तो पनि छैन गम दिइरहेछन् यार केटाकेटीहरू खोइ सस स्प्राइट आमामामा यसलाई पनि दिने मामा सानो तासी खानु न के जिउँदै खान लागेको Cheers. बरु मुई गरा बोक्यो है आमामा हुटिङ के छुट्टा छुट्टै हो दल्नु नानी ल ल ल ल ल खानु
गुलियो हो क्या मलाई मन पर्दैन जाम मन पर्दैन नभए खोर्सानी हाली खानु न खाऊ के आएको म त यस्तो बम यो ब्रेड सेट त म खान्न नि बस नजारी त खानु यिनीहरू दुईजना पनि छन् मजा ओ यो त पर आधी बाटोमै छ जस्तो थियो त है यस्तोवाला त आयो क्या यो पनि यस्तो कलरको एउटाले के दल्यो नि अर्ग्यानिक ठाउँमा आएपछि अर्ग्यानिक चम्चाले खानुपर्छ मामाको डिजाइन फेरि यस्तो छ खानु खानु हो उत्तिकै भन्छु त त्यो तलदेखि त खाबाट मुगी पर्छ नि तलदेखि परेको मेहनती मान्छेहरू हेर न अब चाटिरहेको छ अझै जङ्गल कहाँदेखि म गयो है एकदमदेखि म गयो जाम हो क्या त्यो कति महँगो हुन्छ दबाको लुकेर बस्छ बिचरा आया है बल्ल अब पेट आयो हाम्रो फेरि दबाउनु भने गलेछ ल ओहो खतरा रहेछ त यो कसको टेस्ट गरौँ है अब चाहिँ है त ल रोकै माने सरी ल यस्तै थियो साँच्ची होला मैले मुखमै हालेको छैन छि 1 2 3 गो यो कुकुर गाडीमा आँखामा दल्छ है यो पाँच नगर्नु नि फाइनली ला उम्चीले हाल्को भएको छ म हिँड्छु हामी चाहिँ खाजा साजा खाएर फेरि अब आयो हामी झरनातिर आयो चटक यिनीहरूको चटक फाइनली हामी चाहिँ अब झर्नाबाट फर्क्यौँ है मेरो मोबाइल अब भएर बल्ल बल्ल ब्याकअप गरेर सर्बन भएको छ के गर्नु र यस्तै भयो आजको दिनमा हेर्नु होला फर्किरहेको बेलाको चर्टीकोला त्यस्तै हाम्रो मामाकोमा परिवर्तन केही छैन केही प्लेन मात्रै माथि छ लो गाइजहरू खाजा रे हट विङ्स फेरि ब्याट्री लो रे यार
जाँच गरिरहेको छु त ठाडालाई मोमोको पासी पित्ता सिस्टम यहाँ छ मोमो झिकुम 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 गाइजहरू छिटो झिकुम 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 सामान झिकुम छिटो मोमो गोप्ताउनु के पर्यो प्लास्टिक पो आउँछ त मामा हेर्नु नि राख्नु त्यहाँ यार सबजना राखन दुईमा त खनाउने दुईमा त खानु एक खनाउनु न एक खनाउनु ला यहीँ राखेछु नि मामा यहाँ मामाले है मेरो स्ट्राइट पो खाइदिएको यही मामाले खान्छ अब यहीँ क्या अहिले कुकुरले ग्वाप खायो भने छेउमा राखेर मोमो यत्रो साझै ल मामाले त्यस नदी ग्वाप्पै खायो थुक्क जिन्दगी खाजा खानु लाग्छ खाजा गए म मेरो त यहाँ पानी जस्तो मेरो त स्प्राइट हो मलाई झेलिहाल्छु मलाई हेर त यसले मामा हेर्नु त मेरो टाउको पैसा What's the puppy they gave mobile? Sakti mana? Sudah kita oh ya sepeda ni ya. Apa lagi orang tak? Kau nak chase kau ni kau. Kau nak chase kau orang tahu. Mama ni mana cerita baik? खान नपाएको खाऊ खाऊ म त खाएँ
फर्क यार पिरो कति पिरो यार है खै हर्स खाएँ नि मैले हर्स ल्याप्पै आएँ नि मासु खाँदै चाहिँ हड्डी चाहिँ उता फ्याल न पछाडिको साथीहरूलाई खोइ चाउचा त छोएन त नानीहरू चिकन पाएपछि त सबजना चिकन हो कस्तो आज पानी परेन है मने खोइ मन कहाँ छु म लो फुक्क डर थियो र आधी म चिके टाढो खालु लो मोनेको जोरी चाहिँ पछाडि हो हेर्नु होला यहाँ खानु नसक्यो हटुङ सुन्नु फ्याल्यो के हो यो के अरे फिला पनि फ्याल्यो मोमो अर्ग्यानिक ल्याङ्ग्वेज यार भैँसीको फिला होइन कुखुराको फिला है फेरि उके अनि चट के अरे करेन्ट पनि फ्याल्यो यहाँ टन्नै छ आज मोमो मामा खाइसकेर अघाएर उता आया म पनि अघाएँ यार अब चाहिँ सक्दिनँ म खानु ताप लाग्छ यार यिनीहरूलाई यत्रो चाउचाउहरू फ्याल्यो यता देखाउन मलाई किन चाहियो मान्छेको छाता कत्रो भए पनि चुपचाप हिँड्नु नि एक्लै भएर चुपचाप हिँड्नु नि ल हेर फाइनली खाजा खाएर यहाँ पानी पऱ्यो हामी चाहिँ लाग्यौँ गन्तव्यमा पुगेर पनि खाना भने चाहिँ यार खाजाहरू खाएर पनि हिँड्यौँ हामी चाहिँ हाइकिङ जानेहरूको पारा हेर्नु होला भिजेर लथ्रकै यार पानी परेर अर्को खोला यत्रो भएछ भयो आजको दिनमा त खोलाहरू पनि कत्रो भयो यार पानी यत्रो ठुलो परेर त्यो काठमाडौँ हो फाइनली पानी पनि रोकियो आँटाको काम पनि सक्यो के गर्नु त भिजे पनि अब घर नपुगी कहाँ पुग्नु फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ तल बस्ने ठाउँ रहेछ
ओ माई गॉड यार मेरो चार सिधेर अब त कालो देख्छु त यार हिँड्नु है चुपचाप हिँड्नु है अहिले चार सिधिसक्यो मोबाइलको अफ हुन्छ अनि खान्छ अब हेर्नु होला यहाँ टिकटक बनाउँदैछ नक्कलीहरू यहाँ कोही कोही फाइनली हामी चाहिँ अब यहाँबाट चाहिँ लाग्यौँ होइन यस्तो एउटा दुइटा फोटो भिडियो गरेर अन्त मेरो फोनमा चार्ज पनि सक्यो आधा अधुरो बाटोमै हामी चाहिँ हिँड्यो हो मोबाइल पनि अफ हुन आँट्यो कालो भइरहेछ 1% छ कस्तो छ अहिले कस्तो भएछ अहो हेर्नु होला यहाँ खोला अहो ओ माई गॉड अघि कस्तो थियो अहिले कस्तो भइरहेको पानी परेर यहाँ ल जाउँ 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 रात परिसक्यो है ल दुग्रा दुग्रा दुग्रा